हजुरहरूले कसरी बनाउँछ साथीहरू चिकन रोस्ट? मैले चाहिँ एकदम सजिलो तरिकाबाट बनाउँछु, एकदम हतार भएको बेलामा होइन। अनि यसलाई चाहिँ मैले पहिला अन्डा राख्छु, अनि मिट मसला राख्छु, त्यसपछि अलिकति टिमुर र खुर्सानीको छोप हो, यसले चाहिँ एकदमै मिठो स्वाद आउँछ कि। अनि टिमुर र खुर्सानीको छोप राख्छु, अनि नुन मसलाहरू अनि भुटेको जिरा राखेर अलिकति दही राखेर एकछिन मजाले यसलाई फिर्छु। अनि माथिबाट अघि नैको चिकनलाई राखेर अनि कर्नफ्लोर चाहिँ मैले लास्टमा हालेँ नि, यो बेसार चाहिँ अलिक पुग्दैन जस्तो, अलिक कलर नआएको जस्तो भएर मैले बेसार राखेर मजाले एकछिन मिचिएर अनि यसलाई एकछिन म्यारिनेट हुनलाई छोडिदिन्छु। त्यसपछि अर्कोतिर भाँडामा कराही बसालेर पालो मैले चिकनलाई राख्दै सेपरेट तरिकामा राख्दै अनि लो हिटमा बनाउँछु। लो हिटमा यसलाई 5 देखि 10 मिनट बनायो भने मजाले, हजुर लो हिटमा बनाउनु भयो भने भित्रसम्म पाकेर एकदम मिठो जुसी चिकन रोस्ट बन्छ है साथीहरू। मेरो तरिका त यसरी छ, हजुरहरूको तरिका कसरी छ? अनि यसरी बनाएर टक्क लाएर अचारसँग चोपेर खाएको त टमाटरको एकदमै मिठो भएको थियो साथीहरू। हस्, थ्याङ्क यू।